केपी ओलीलाई निकालिँदैछ दर्शकबिन। यहाँ देख्न सकिन्छ केपी शर्मा ओलीलाई गुन्डुबाट निकालिँदै गर्दाको यो दृश्य यहाँ देख्न सकिन्छ दर्शकबिन। केपी ओलीलाई निकालिँदैछ। पहिलो गाडी गइसकेको छ दर्शकबिन। अर्को गाडी निस्किँदैछ देख्न सकिन्छ भने यो त्यसको गाडीमा केपी शर्मा ओलीलाई यहाँ लग्यो। यही गाडीमा लग्यो दर्शकबिन। केपी ओलीलाई लगिसक्यो। यहाँ देख्न सकिन्छ केपी ओलीलाई लगिसकिएको छ दर्शकबिन। हामी यतिखेर गुन्डुबाट यो दृश्य देखाइरहेका छौँ। प्रहरीले केपी शर्मा ओलीलाई लगिसक्यो दर्शकबिन। अगाडिको गाडीमा देख्न सकिन्छ केपी ओलीलाई लगिसकेको त्यो दृश्य देखिरहेको छ। यहाँ एमालेका नेताहरू पनि उहाँको पछाडि गइरहेको सकिन्छ। प्रहरीहरू गइसकेको दृश्य देखाइरहेका छन् दर्शक। लगिसक्यो। यतिखेर केपी ओलीलाई पक्राउ गरेर लगिसकिएको छ दर्शकबिन। केपी ओलीलाई प्रहरीले लगिसकेको छ यहाँ देख्न सकिन्छ। दर्शकबिन लगिसक्यो। केपी ओलीलाई लगिसकेको दृश्य देखाइरहेका छौँ हामी। अब अहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर लिएको छ दर्शकबिनहरू। अहिले यतिखेर उहाँको निवासबाट प्रहरीले बाहिर निकालिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ। प्रहरीले प्रधानमन्त्रीलाई पक्राउ गरेर गाडीमा त्यसरी लगिएको छ। जाँदै हुन्छ यो अगाडि लगेको भ्यान छ, दुईटा भ्यान छ। त्यस पछाडि केपी शर्मा ओलीको गाडी देख्न सक्नुहुन्छ। केपी शर्मा ओली तीनवटा गाडी प्रहरीको नियन्त्रणमा जाँदैछन्। अगाडि प्रहरीका दुईटा भ्यान छन् भने त्यस पछाडि केपी शर्मा ओलीको गाडी छ। तपाईँ हामीले दृश्य देखाइरहेका छौँ। गुन्डुबाट हेर्न सक्नुहुन्छ केपी शर्मा ओली यो गाडीमा हुन सक्छ दर्शकबिन। हामीले देखाएका छौँ प्रहरीले छानबिन गरेको नियन्त्रणमा लिएको छ। यो भ्यानमा केपी शर्मा ओली गरेका छन् भने केपी शर्मा ओलीले पक्राउ होइन, उहाँ आफै जानुभएको थियो। हामीले देखाइरहेका छौँ दर्शकबिन। केपी शर्मा ओलीले आफै जानुभएको नेकपाले विज्ञप्ति जारी गर्दै पत्रिका मन्त्रीले देखाएको भनेपछि भने यद्यपि त्यस्तो देखिएन। केपी शर्मा ओलीलाई अहिले प्रहरीले नियन्त्रणमा लगेर लिइसकेको छ। रमेश रेग्मीलाई पनि नियन्त्रणमा लिएको भने हामीले जानकारी पाएका थियौँ भने यसमा केपी शर्मा ओलीलाई पनि लगिसकेको छ। यो दृश्य हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ गुन्डुबाट ताजा दृश्य हो। केपी शर्मा ओलीलाई पक्राउ गरेको यो दृश्य हामीले ऐतिहासिक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरबाटै प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने भनेर जुन निर्णय गरेको थियो त्यसको लगत्तै आज केपी शर्मा ओलीलाई पक्राउ गरिसकेको छ।